ठ्याक्कै हामीहरूको कम्मल खोला कटेपछि सानो केर्खा लाग्यो। अब सानो केर्खादेखि हामी दमकको यात्रा भयो। हामी दमक लागिरहेको, तर पानी पर्न लागेको छ। आज लास्ट डेन्जर पानी पर्ने जस्तै छ। म र ड्राइभर किशोर दाइ म दमकको यात्रामा। यो कहाँ पो हो? सानो केर्खा, ठ्याक्कै सानो केर्खामा पानी किन्न रोकेको है। पानी किन्न लाग्यो अब हामी दमकतिर। यसो ठ्याक्कै अब हामी सानो केर्खा र केर्खाको ठ्याक्क बिच बाटो आइपुग्यो। अब हामी यसो ठ्याक्कै हेर न भोसुडीके महेन्द्र राजमार्ग बन्दै गरेको अवस्थामा छ अहिले। खाल्टाङ र खुल्टुङ यसो ठ्याक्कै हामीहरू अहिले कहाँ भनेपछि केर्खा। अब यहाँनिर टक्क हो चमेरा झुन्डेको देखिँदैन अहिले छैन। जाडोको बेला यहाँ चमेरा यति झुन्डिरहेको हुन्छ। खोइ के छ यहाँ चमेरा यति झुन्डिरहेको हुन्छ। ठ्याक्कै केर्खा बजार चाहिँ ठ्याक्कै अहिले केर्खा बजारतिर लाग्यो। अब केर्खादेखि दमक सीतापुरीको बाटो यस्तो खतरा दामी पिच बनाएको छ कि जस्तै त्यो पथरीको जङ्गल छ नि, पथरीको जङ्गल जस्तै यो सीतापुरीको यो बाटो यस्तो बबाल पिच बनाएको छ। सबैभन्दा सुरुमा यही सीतापुरीकै बाटो पिच बनाएको हो कि जस्तो लाग्यो क्या मलाई चाहिँ। यस्तो दामी पिच बनाएको छ, स्विङमा हिँड्ने खालको। पाडाजुङ्गीको त यो पहिले पनि यस्तै थियो, अहिले पनि त्यस्तै छ। यो पाडाजुङ्गीको साइडको केही उयो छैन, अलिकति डेभलपै छैन। यहाँ हाम्रो झिलझिलकै पाडाजुङ्गी एउटै हो। लडाउँदैन त्यसले, टेकिरहेको छ झन्डै रत्वा माथिको पनि देख्दै त बन्दै गरेको यो चाहिँ ठ्याक्कै रत्वा माइकको पुल। रत्वा माइ क्या रत्वा होइन त यो चाहिँ भनौँ न त। यो चाहिँ टक्क अहिले बन्दै गरिरहेछ रत्वा दमक। रत्वाको पुल है खतरा डिजाइन बनिरहेछ। खतरा छ है केटा हो गाइड। रत्वा खोला मलाई मजाले सिकाउ ल। रत्वा खोला यत्रो छ, पुल त्यत्रो छ, पानी छिरिकै छैन। आठखोला होइन, बस पार्क गोरु बजार। म तपाईँहरूलाई जस्तोको जस्तै देखाइरहेको छु, हेर्नु होला। टक्क पानी पर्ने अवस्थामा छ यो चाहिँ ठ्याक्कै दमक। यहाँ त जहिले यस्तै जाम हो क्या। यहाँ यो काठमाडौँको कोटेश्वरको जाम र यो जाम एउटै हो क्या। यहाँको लाइन लाग्नुपर्छ। यो जामबाट निस्किन लाइन लाग्नुपर्छ। काठमाडौँ कोटेश्वरको जाम र यो जाम एउटै हो कडा हो साथी हो। मकै त त्यहाँ रहेछ हौ, मकै यहाँ छ। यो पसलमा आएको, यो पसलमा आएको। हामी यहीँ हो राख्ने कि हामी कान्छा सामानहरू किनिसकेर सबै थोक गरिसकेर अब कहाँ भन्दाखेरि सब्जी बजार, नयाँ सब्जी बजार। यो चाहिँ हामीहरूको दमक बस पार्क है। दमक बस पार्क हेर्नु सबै दमक। यो चाहिँ हामीहरूको दमक बस पार्क हो होइन त।
मलाई चाहिँ फेरि केपी ओलीले बोलाइरहेको थियो क्या भेट्नलाई हो म चाहिँ भेट्नतिर जान आज 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 आउन पाइनँ बा म कुनै दिन आउँछु है भेट्न तिमीलाई बुझ्यौ बा यो चाहिँ हामीहरूको दमक बस पार्क कटिसकेर हामीहरूको दमकको राउन्ड बोर्ड ट्याक्कै हामी यो दमकको राउन्ड बोर्ड हो यहाँ पहिले यस्तो हरियाली थियो अहिले केही छैन यो चाहिँ दमकको आकाशे पुल अब हामी सब्जी लाइन आइपुग्यो हटिया लाइन नयाँ सब्जी लाइन दमकको अब सब्जी किन्ने त्यसपछि घडी फाडे हाने सलामवालेकुम गर्दै यो चाहिँ बन्द गरेको दमकको रतुवा पुल खतरा छ क्या मलाई डिजाइन चाहिँ बबा लागेको यो रतुवा पुलको म चाहिँ दमक गएर आइरहेको अब दमक गएर सामान बसाल्को लागि सामान लिएर आएको पुरै पानी पर्न लागेको छ यार पुरै यतातिर पानी खतरा पर्छ पानी पऱ्यो भने खतरा पानी पर्छ त्यस्तो पानी पर्छ त्यस्तो भइरहेको पुरै पानी पर्नलाई पुरै पानी पर्न लागेको छ पानी पऱ्यो भने खतरा पानी पर्छ क्या फोनमा त सेतो देखिरहेको छ अहिले त्यो बाइक निस्केर गरेर खतरा भने पानी खतरा पर्छ यहाँ गराउ गइ चाहिँ हेर पानी पर्न आँटेको यहाँ पानी खतरा पर्छ क्या चट्याङ सहित पानी पर्छ अब हो त बेडी सल्काएर आएको छ पानी पऱ्यो भने खतरा पानी पर्छ क्या यो चाहिँ हामी ठ्याक्क अहिले हामी ठ्याक्कै पाडादेखि आइपुगेको छ पाडादेखि पुरै पानीले चाहिँ पुरै आयो भने चाहिँ मजाले पानी पर्छ अब यहाँनिर मलाई जहाँसम्म लाग्छ पानी पऱ्यो भने चाहिँ बबाल पानी पर्छ पुरै चट्याङ सहित पानी पर्छ होला पुरै अब चट्याङ चाहिँ नहान्दै हुन्थ्यो त्यही अब बत्ती गइदियो भने खत्तम क्या कहिले यो चाहिँ हामी ठ्याक्क अहिले पाडादेखि पाडादेखि यो अहिलेको बाटो खतरा बनाएको छ क्या सायद मजाले चोप्न पाइयो भने चाहिँ स्पिडमा मजाले एभरेजमा हान्यो भने जस्ट 10-15 मिनटमा झिल्झिले पुगिन्छ यहाँ उक्कोबाट गरेर एउटा दुईवटा तिनवटा लस गरे अब हाम्रोले अब तिनवटा गर्छ फेरि एउटा दुईवटा गर्दैन क्या हाम्रोले गऱ्यो भने तिनवटाले गर्छ हाम्रोले गऱ्यो भने तिनवटाले गर्छ पहिले उता फेरि देख्छ कन्सर्ट लाग्न आँटेको क्या एकछिन बर्किन न यहाँनिर के भन्छ अब कन्सर्ट पर्न आँटेको द लोकल्स एन्ड द जोन्स भन्ने ब्यान्डको यहाँनिरको कन्सर्ट लाग्न आँटेको क्या यहाँनिर हो बब्बाल हिलो पारेको छ क्या गाडीले अघि पानी छेपेर पानी हालेर क्या त्यो धुलो लास उडिरहेको थियो कि हामी त देखेर अहिले पुरै हिलो फाइनली घर आइपुग्यो दमकको यात्रा सकेर सबैले थ्याङ्क यू फर वाचिङ लाइक कमेन्ट सेयर हल्का माया पिराती देखाइदिउँ है सबैजना साथीहरू